नमस्ते साथीहरू, अहिले म धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नम्बर 3 मा रहेको कुसेटारमा उभिएको छु। यहाँ बोहेर जातको बाख्राको स्ट्याचु देख्न सक्नुहुन्छ। सायदै यो क्षेत्र बोहेर बाख्राको क्षेत्र हुन सक्छ। यसरी यहाँ स्ट्याचु नै निर्माण गरेर बाख्रा पालन क्षेत्र, बाख्रा पाल्ने किसानहरू रहेको प्रतीक हुन्छ। यसैको छेउबाट यो तम्बर करिडर गएको छ। यो तम्बर करिडर पाँचथर हुँदै ताप्लेजुङबाट चाइनाको बोर्डरसम्म गएको छ। यहाँ वरिपरि यस्ता डाँडा काँडा रहेको छन्। तल तम्बर नदी बगेको छ। यसरी यहाँ यो आधारभूत स्वास्थ्य सेवा केन्द्र पनि रहेको छ। यहाँ साना साना घरहरू खाजाको लागि सायद होला। यसरी तम्बर करिडर गएको छ। यो बाख्राको सायद पकेट क्षेत्र हुन सक्छ। यसरी बोहेर जातको बाख्राको स्ट्याचु बनाएर बाख्रा क्षेत्र हो भनेर प्रमाणित गर्न खोजेको देखिन्छ। हवस्, धन्यवाद, नमस्ते।